ल हेरौँ त यहाँ यसरी आउँछ गाडी अनि यही गाडीलाई रिपेयर गरेर नयाँ गाडी भनेर हामीलाई दिन्छन्। यो चाहिँ सबै कैलाश जाने ग्रुपहरूको ब्यागहरू, पानी सामान ब्याग। कति 200 रुपैयाँ किलो भन्नुभयो यसको? अनि हिजो अस्ति कता कता 400 रुपैयाँको कुरा आइरहेको थियो अघि भने कसले? लिची जुस चाहिँ राम्रो हो भने नि 450 रुपैयाँ यहीँ तल छ लिचीलाई।
केटी हो त नि पछाडिको लाइन आउँछ
इन्डिया लैजान्छ कस्तो लाग्यो तिमीहरू लाग्यो दिन्छ भन्ने सुनेको थिएँ मैले खाना छुट्टै दिएर कि के हो बिओआइडीको चाहिँ 5000 हो ए बिओआइडीहरूलाई चाहिँ 5000 दिन्छ हामीले यस्तो काम पाउँदैन रसुवाकै चाहिन्छ हो ए बोर्डरबाट बोर्डरसम्म ल्याइदिने चाहिँ रसुवाको अनि हामीले उता लानु मिल्दैन कम्पनी तपाईँको चाहिँ रसुवाई हो ल थ्याङ्क यू भाइ प्रोटोनको इभी आयो प्रोटोनको इभी यो पनि राम्रो लागेको छ नि मलाई प्रोटोन त राम्रो लाग्छ मलाई प्रोटोन त पहिला डिजल पेट्रोलमा पनि चलिरहेको नि त नेपालमा है खै थाहा नै भएन प्रोटोन हन बजाम अर्को त्यो ब्याक गर्दैछ ए ओके ओके आज बिहानभरि यस्तै जामै होला जस्तो लाग्छ मलाई बसहरू त्यत्रो गएर यहाँबाट तल लङटन ट्रेक जान्छ यो बाटो तल पुल लङटन ट्रेक स्टार्ट्स फ्रम हियर ओके गाइज
एउटा ठाउँ भाइरल भइरहेछ क्या रसुवाको त्यो नागथली भन्ने ठाउँ। यो नागथली भन्ने ठाउँ चाहिँ यो अब हाम्रो अगाडि आउँछ एउटा बाटो होइन, त्यो यो बाटोबाट लेफ्ट लाग्यो भने चाहिँ त्यो नागथली भन्ने जाने बाटो नागथली जान्छौँ। त्यहाँबाट लाङटाङको भ्यू एकदम धेरै राम्रो देखिन्छ। त्यहाँ यो सिधा अगाडि गयो भने रसुवागढी बोर्डर जान्छ, यतापट्टि यो बाटो चाहिँ नागथली, यताबाट गातलाङ पनि जान्छ। गातलाङ पनि यही बाटो भयो, नागथली जाने बाटो पनि यतैबाट। अब हामी यता सिधा अगाडि गयौँ भने रसुवागढी बोर्डरको लागि अगाडि बढ्छौँ। त्यत्रो पैसा खर्च गऱ्यो, बाढीले लग्यो, सक्यो। नेपालको पैसा जति त नेपालको पैसा जति त सबै के भन्छ खोलामा बगेछ भनौँ होइन, बाढीले। लगभग हाम्रो भौगोलिक अवस्था नि यस्तै छ। यो त अलिकति उदाहरण मात्रै हो, यस्तो ठाउँहरू त कति छ जहाँ चाहिँ बर्खा बाढीले पहिरोले भत्किरहेको हुन्छ बाटोहरू। त्यति नगरी हाम्रो बाढी पहिरोको हुँदैन, बनायो बिग्रियो, बनायो बिग्रियो। यो खास गरी यो बाटो बनाउने ठाउँै होइन कि, किनभने खोलाको छेउमै भयो नि त। अलिक माथि हुनुपर्छ क्या यो बाटो चाहिँ। सजिलोको हिसाबले पहिला यहाँ अलिकसम्म होला, यो भनेको खोलाकै भएको क्या। यो पनि यहाँ खोलै आउँछ क्या, आउँछ त्यही खोलाले बाटो त्यत्रो लगिरहेको त नि यहाँ, यही बाटोहरू यहाँ पनि। त्यही त, अनि हामी चाहिँ मूर्ख भएर फेरि त्यहीँ गरिरहेछ। अनि कसरी हुन्छ देश विकास भएन भने वर्षैपछि बजेट राख्यो के भन्छ त्यो लगिरहेको हुन्छ, वर्षैपछि लाग्यो लगिरहेको हुन्छ। पर आउने गर्थ्यो क्या, पर क्रस गरेर छैन बिस्तारै त्यो हिसाबले चाहिँ त्यसलाई बन्छ भन्ने हिसाबलाई अब बनाएर सकिन्छ। अब अहिले के भन्छ आज बिहान मलाई चाहिँ त्यो नारायण घाटको सडकमा अन्तिम चरणमा पुग्यो के भने दाउन्ने तपाईँ के भन्छ दाउन्ने कुरो पुगेपछि अनि के भन्छ धरान गरेर आयो के भन्छ चाहिँ अब टिमुरे भन्ने बजार आउँदैछ, सानो बजार। यहाँको त ठुलै बजार हो नि यो, अब यहाँको लागि ठुलै बजार हो। ब्याङ्कहरूदेखि लिएर पञ्चायत कार्यालयहरू सबै छ यहाँ। यो इमिग्रेसन भएको नि टिमुरेमै हो र होइन नि? होइन त्यो त घट्टे खोलै हो। कट्टे खोला हेर्ने टिमुरे के अरे इमिग्रेसन भयो त भएर त पहिरो बाटो। अब त्यहाँ हामीले देख्न सक्छौँ गाडी फालेर राखेको। ल
चाहिँ सबै कैलाश जाने ग्रुपहरूको ब्यागहरू, पानी, सामान, ब्याग दिनमा 1000जना खर्च गर्छन् अरे कैलाशको लागि। बोर्डरबाट क्रस गर्नेहरू चाहिँ सबै इन्डियन कैलाश मानसरोवर यात्रा। यो चाहिँ बोर्डर पारी लैजाने गाडी, ब्यागहरू लैजाने गाडी, ब्यागहरू मजाले यसरी लिएर जान्छन्। अब हामी बोर्डरमा पुग्छौँ। Indian पारी चाहिँ चाइना बोर्डर, चाइनाको बिल्डिङ। Silan 7 सो ल हेरौँ त यहाँ यसरी आउँछ गाडी अनि यही गाडीलाई रिपेयर गरेर नयाँ गाडी भनेर हामीलाई दिन्छन्। अब यहाँबाट गाडी अघि हामीले देखाएको बाटो अनुसारले त्यस्तो बाटोमा जान्छ अनि हामीले कसरी नयाँ गाडी लियो भनेर भन्न पाइयो त। Silan 7 all are Silan 7 8 1 8 2 also here तर 8 3 चाहिँ देखिन नि त मैले अहिले यहाँ 8 3 अलि छैन जस्तै। Silan 7 8 1 8 2 यो भयो फाटै फाटमा हेर 2 रुपियाँमा नि किन्दा नि सस्तो हुने जस्तो देखिरहेको छ ल यहाँ गाडी हेर्दा त है। अनि यत्रो गाडी अनि नेपालको बाटोले कसरी धानोस् त अनि जहिले आएको छ आएको भाइ